यो साधारण पोखरी होइन, यसमा केही खास कुरा छ जुन तपाईँले अन्त्यमा हेर्नुपर्छ। सो हेलो गाइस, स्वागत छ आजको मेरो नयाँ ब्लगमा। आज चाहिँ म घुम्दै आउँदै थिएँ र घुम्दा मैले एकदमै राम्रो पोखरी भेट्टाएँ, जुन पोखरी चाहिँ मान्छेले बनाएको होइन, अलिकति खोदेको मात्र हो। तर यहाँ चाहिँ पानी यस्तो जमेको छ, त्यो प्लास्टर गरे भन्दा पनि राम्रो छ। तपाईँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ भैँसी गाई गोरुहरू ल्याएर यहाँ चाहिँ नुहाउने काम गरिन्छ। यो चाहिँ एकदम यति राम्रो दामी छ कि अब म बोलेर केही भन्न सक्दिनँ। तपाईँहरू हेर्नुहोस्, पानी पनि सफा नै छ। दिउँसो चाहिँ यहाँ चाहिँ भैँसी गोरुहरूलाई नुहाउने गरिने रहेछ। यति दामी छ, हेर्नुहोस् त। यहाँ यस्तो ठाउँको बिचमा उता एउटा सानो मन्दिर पनि रहेछ।